सबैलाई नमस्कार। हामी 14 र 19 को बीचमा पर्ने यो कुलोबाट मैले एउटा भिडियो प्रसारण गर्न गइरहेको छु। आज गए राति यहाँ मेरो घर अगाडि एउटा मृतक बाख्रा फालिएको छ। यहाँ बगाएर आयो तर यहाँ आएर अड्किएको छ। यो जसले फाल्नुभयो चेतना नभएको मान्छेले फाल्नुभयो। अब धेरै गाली के गरौँ, कृपया यसरी नफालिदिनु होला, अलिकति चेतना जगाउनुहोस्। पशुपन्छीलाई पनि माया गर्न सिक्नुहोस्। यसले पनि हाम्रो जीवनपार्जनमा धेरै ठुलो भूमिका खेलेको छ। जिउँदो हुन्जेल माया गर्ने, मरेपछि फाल्ने काम नगरौँ। यसलाई हामीले व्यवस्थापन पर्ने काम गरौँ। यसलाई व्यवस्थापन गर्नुहोस्, अलिकति माया दया पनि देखाउनुहोस्। पशुपन्छी भए पनि यसरी विपराध तरिकाले नफालिदिनु होला। अनि जसले फाल्नुभयो त्यो चेतना नभएको मान्छेले फाल्नुभयो। अब धेरै बोलिन। अब हाम्रो घर अगाडि आइसकेपछि यसलाई दुर्गन्धित फैलिरहेको छ। यस्तै राख्न सकेनौँ र अब यसलाई हामी व्यवस्थापन गर्नतिर लागिरहेका छौँ। यहाँ हाम्रो दुईटा अङ्कलहरू ठ्याक्क आउनुभयो। ल यहाँ त गनायो, अब हामी व्यवस्थापन गरिदिन्छौँ भनेर व्यवस्थापन गरिदिन लाग्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद है। अब यसलाई व्यवस्थापन गरेपछि देखाउँछु म फेरि। अङ्कलले यसरी घिसारेर ल्याएर फ्याट्ट यहाँ फालिदिनु भयो। अब यसलाई हामी व्यवस्थापन गर्न लाग्नु भएको छ। जसले पनि यो फाल्नुभयो त्योसम्म यो भिडियो यदि पुग्यो भने उहाँले पक्कै पनि गल्ती महसुस गर्नुहुनेछ। यसरी फाल्नु यो राम्रो होइन। यो तपाईँ चेतना भएको मान्छे पटक्कै हदै होइन। अझै भन्छु, यो फाल्ने मान्छे चेतना भएको मान्छे हदै होइन। त्यो पागल मूर्ख मान्छे हो। मूर्ख भन्दा नि महामूर्ख मान्छेले यसरी यो फालेको। ल अब यसरी यो पुर्ने कार्यक्रम पनि सकिन लागिसक्यो। यो चेतना नभएको मान्छेले गर्दा आज दुःख पाएँ। ल है यसरी पूर्णमा सहयोग गर्ने अङ्कलहरूलाई पनि धन्यवाद। यसरी यो पुरेर पनि सक्यो। ल सबैजना मिलेर व्यवस्थापन गऱ्यौँ। जसले भिडियो हेर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद।